स्वागत छ हजुरहरूलाई फेरि पनि आशास कुकिङ च्यानलमा। आज चाहिँ मैले स्ट्रबेरी चकलेट केक लिएर आएको छु। विशेष गरेर आज चकलेटको क्रिम कसरी बनाउने म त्यसको बारेमा अलिकति तपाईहरुलाई बताउने छु मेरो आफ्नो तरिकाले। र यहाँनिर सजिलोसँग हामीले घरमा बनाउन सकिन्छ यो चकलेटको क्रिम चाहिँ। यहाँनिर मैले डार्क कम्पाउन्ड चकलेट लिएको छु, यो चाहिँ 250 ग्राम र साथै दूध लिएको छु, फ्रेस दूध 250 ml। अनि यो सानो सानो गरेर मैले काटेँ र भाँडामा हालेँ दुईटैलाई नै। अनि यहाँनिर एउटा बोलमा फेरि 200 ml दूध र कर्नफ्लावर 2 टेबल स्पुन अनि भेनिला एसेन्स हालेँ र साथमा मैले मिक्स गरेँ त्यसलाई। र यहाँनिर 2 टीस्पुन बटर पनि हालेँ मैले। र यहाँनिर यो चलाइसकेपछि मजाले माथिबाट फेरि खनाउने, यसलाई बिस्तारै खनाउने र खनाइसकेपछि अनि यसलाई फेरि चलाउनु पर्छ मजाले यसरी। अनि हामीले दूध र कर्नफ्लावर हालेन भनेदेखि चाहिँ फ्रेस क्रिम हाल्न सकिन्छ है यसमा, हैन। तर मैले घरमा सजिलोसँग बनाउने, अब फ्रेस क्रिम नहुँदाखेरि कसरी बनाउने भन्ने तरिकाले चाहिँ यसरी अलिकति बताएको। अनि यो पनि एकदमै टेस्टी मिठो हुन्छ। र यसरी चलाइसकेपछि यतिको बाक्लो भएपछि चाहिँ यो पाक्यो र मैले बोलमा खनाएँ यसलाई एउटा बटुकामा। र यहाँनिर त्यो सेलाउन्जेलसम्म मैले यो केकलाई पनि 2 भागमा काटेँ। र यो काटिसकेपछि यहाँनिर मैले बीचमा यो चकलेट क्रिमलाई बीचमा हालेँ केही भाग। र त्यसै गरिकन फेरि यो चकलेट केक माथिबाट मैले राखेँ र माथिबाट फेरि त्यो क्रिमलाई हालेँ। र यसरी हामीले सबै क्रिमले यसरी ढाकिसकेपछि मैले माथिबाट अलिकति डेकोरेट गरेँ त्यो चकलेट क्रिमले। र साथै मैले पिस पनि काटिसकेँ र मैले फ्रेस स्ट्रबेरी लिएर यहाँनिर डेकोरेट गरेँ, हैन। यस्तो सुन्दर देखेको छ। र हजुरहरूले पनि घरमा यसरी सजिलोसँग बनाएर खान सक्नुहुन्छ। र यहाँनिर एकदमै सुन्दर देखेको छ, खानुलाई पनि एकदमै मिठो र राम्रो देखेको छ। अनि धेरै धेरै धन्यवाद, तपाईहरु मेरो च्यानलमा आइदिनु भयो, हेरिदिनु भयो र सब्स्क्राइब पनि गरिदिनु होला, शेयर पनि गरिदिनु होला र तपाईहरु इन्जोय गर्नु होला। थ्यांक यू।